त्यो चाहिँ ओख्रेनीको वाटरफल यहाँदेखि देखिएको छ। कहाँबाट देखियो भन्दाखेरि यहाँबाट देखिएको छ। यहाँसम्म चाहिँ बाइक ल्याएर पार्क गर्न सकिन्छ। ब्याकफ्लिप हो। नमस्ते सबैजनामा, गुड मर्निङ। म सुजित, स्वागत छ नयाँ भिडियोमा। आज हामी जाँदैछौँ ओख्रेनी वाटरफलसम्म पुग्ने आजको प्लान छ। आज शनिबारको दिन यस्तो भिड छ है, मजाको भिड छ। आज चाहिँ अब टिकट चाहिँ काट्नलाई 2 जना साथीहरू गइसक्नु भएको छ। हामी चाहिँ खाजाहरू खाएर अब हिँड्दैछौँ। स्टार्टिङ हुने बित्तिकै चाहिँ यस्तो ठाडो उकालो छ। सुरुमा चाहिँ अब 2-3 स्टेप चाहिँ यसरी नै उकालो चढ्नु पर्ला। त्यसपछि हाम्रो टिकट काट्ने ठाउँ पनि आउँछ। ल अहिले चाहिँ हामी ठ्याक्कै टिकट काट्ने ठाउँमा आइपुगेको छौँ। टिकट काट्ने चाहिँ भिड यस्तो देख्न सकिन्छ है। ल अब चाहिँ हाम्रो हाइकिङ चाहिँ अफिसियल्ली सुरु चाहिँ भएको छ। हामी अब चेकिङ सबै सकाएर चाहिँ हामी 6 जनाको ग्रुप यो यतापट्टिको बाटोतिर लागिसकेको छ। आजको मौसम चाहिँ अलि घाम लाग्ने अवस्था जस्तो देखिँदैन। अब माथि गएर हेरौँ कस्तो हुन्छ, तर यहाँसम्म चाहिँ अवस्था पानी पर्ला जस्तो छ। माथिपट्टि केही पनि देखिएको छैन र ट्रेल चाहिँ एकदम दामी छ। अरूभन्दा पनि साइडमा खोला छ नि त, खोलाको साउन्डमा चाहिँ हामी हाइकिङ गर्न चाहिँ एकदम रमाइलो भइरहेछ। सुरु हुने बित्तिकै यस्तो साइडमा चाहिँ दामी खोला देखिएको छ। यस्तो खोलाको साउन्ड सुन्दै 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 हाइकिङमा जानुको मजा बेग्लै छ। हाम्रो टिम मेम्बरहरू चाहिँ यहाँ यसरी हुनुहुन्छ। सम्यम सर, कस्तो फिल भइरहेछ हाइकिङ स्टार्टिङमा? एकदमै राम्रो मौसम छ। मौसमले एकदम राम्रो गरिरहेछ अरूभन्दा पनि। अनि आउने बित्तिकै यस्तो राम्रो दृश्यहरू देख्न पाइसक्यो। अब हेर्दै जाउँ अगाडि कस्तो छ। ओके विदुर सर, कतिको रमाइलो लाग्छ? अब लाग्नेवाला छ, धेरै नै रमाइलो लाग्नेवाला छ। किनभने यो ठाउँ चाहिँ एकदम यो हाइकिङको लागि चाहिँ एकदम प्रसिद्ध ठाउँ हो। काठमाडौँबाट एकदम नजिक, धेरैजनाको रोजाइमा पर्छ। र यो आजको मौसम पनि एकदम खुलेको भन्दा पनि खुल्नेवाला चाहिँ छ। तर अहिले हेर्दा चाहिँ बादल टन्नै देखिन्छ। मलाई लाग्छ दिउँसोसम्म खुल्छ र रमणीय हुनेवाला छ एकदम। बाटोमा यसरी जाँदै गर्दाखेरि चाहिँ चट्टानको भित्रबाट पाइप हालेर चाहिँ पानी निकालेको छ। आजको भिडियो यस्तो छ। यो त अझ केही होइन, आउँदै हुनुहुन्छ अझै। तल टिकट काट्ने ठाउँमा मस्त भिड छ। हिँडेको केही समयमा नै अब यस्तो राम्रो झर्ना आएको छ। यो सुन्दर जल झर्ना नै होला सायद यो। अनि यतापट्टि खोलाको बहाव हेर्न सकिन्छ। मनसुन बर्खाको बेलामा भएको भएर खोलाको रूप अलिक उग्रो नै छ। ठ्याक्कै झर्नाको माथितिर सिडी चढिसकेपछि चाहिँ महादेवको यसरी शिवलिङ्ग रहेछ। यसरी शिवलिङ्गको साइडमा चाहिँ यसरी झर्ना यहीँ नै छ। यसरी दर्शन पनि गर्न सकिन्छ है। यहाँ आएर हामी दर्शन गरेर सिम्पल हाम्रो हाइकिङलाई निरन्तरता दिँदै माथि चढिरहेको छौँ। यहाँदेखि चाहिँ हामी लेफ्टतिर गयो भने चाहिँ ओख्रेनी गइन्छ, राइटतिर गयो भने चाहिँ यहाँको यो सुन्दरी माईको मन्दिरतिर गइन्छ भन्ने कुरा चाहिँ आएको छ। अब हामी चाहिँ ठ्याक्कै यहाँ ओख्रेनी वाटरफल, ओख्रेनी झर्ना लेखेको छ यहाँ। ठ्याक्कै हामी चाहिँ यो रोडबाट लेफ्ट लाग्नुपर्ने हुन्छ। बाटो चाहिँ यस्तै छ। अनि हामी राइटतिर लागेको भए चाहिँ यसरी त्यहाँ तल सुन्दरीजल ड्याम देख्न सकिन्छ। तल पुरै पानी सञ्चय गरेर राखिएको छ। तर हामी माथि ओख्रेनी झर्ना जाने भनेर यतापट्टिको बाटो हिँडिरहेको छौँ। बाटो यस्तै नै छ। कति ठाउँमा चाहिँ हिजो राति पानी परेको भएर बाटोमा अझै पानी छ। यसरी यहाँ चाहिँ ड्याम देख्न सकिन्छ। हिजो राति परेको पानीबाटको जुन सुगन्ध आएको छ जङ्गलमा, त्यो
महसुस गर्दा एकदम आनन्दको पिसफुल इन्भाइरोमेन्ट सहित हामी रमाइलो गरेर हिँडिराखेको छौँ। अब सायद यो चाहिँ मैले कुनै कुनै भ्लगहरूमा देखिरहेको हुन्थेँ यो पुल कटेर हामी पारी जानुपर्ने हुन्छ। ल हामी चाहिँ 1 आवरको हाइक पछि चाहिँ ठ्याक्कै यो बाटोबाट उर्लेको हो। ठ्याक्कै यो बाटोबाट आएको हामी। अहिले चाहिँ साथीहरू त्यहाँ म्याप हेर्दै हुनुहुन्छ कतापट्टि हामी जाने भनेर। र यतापट्टि चाहिँ राम्रो बाटोमा झर्ना देख्न सकिन्छ, बाटैमा छ। र अहिले चाहिँ हामी ठ्याक्कै यो पोइन्टमा आइसकेको छौँ। अलिकति पर यहाँ यसरी बोर्ड राखेको छ र ओखरेनी वाटरफल इङ्ग्लिसमा जाने हो भने चाहिँ 3.5 किलोमिटर छ। ओखरेनी झर्ना नेपालीमा जाने हो भने चाहिँ 7 किलोमिटर। यो चाहिँ ठाउँ फरक हो, फेरि ल्याङ्ग्वेज मात्र होइन ठाउँ नै फरक हो। सो हामी यहाँदेखि चाहिँ यतापट्टि लाग्छ होइन सर, अब हामी ठ्याक्कै ढुङ्गाले छापेको बाटोतिर लाग्छौँ। र साथीहरू यहाँबाट चाहिँ हामीले हेर्न सकिन्छ उफ्रिने भ्यू पोइन्ट। ठ्याक्कै यहाँ चाहिँ उफ्रिने भ्यू पोइन्ट छ। त्यसपछि चाहिँ यतापट्टि जुन त्यो वाटरफल देखिरहेको छ त्यो चाहिँ उफ्रिनेको वाटरफल यहाँदेखि देखिएको छ। कहाँबाट देखियो भन्दाखेरि यहाँबाट देखिएको छ। अब हामी वहाँसम्म चाहिँ आजको डेस्टिनेसन हुनेछ। हामी चाहिँ भ्यू पोइन्ट भन्दा माथि चाहिँ आइसकेको छौँ। भ्यू पोइन्टलाई स्केप गरेर यहाँदेखि भ्यू पोइन्टको दृश्य देख्न सकिन्छ। दुईवटा पहाडको खोज, त्यसपछि उता सहर र यता चाहिँ जङ्गल, धेरै नै घना छ जङ्गल चाहिँ। र यतापट्टि मोटर बाटो छ यहाँ। अहिले हामी चाहिँ उफ्रिने गाउँबाट चाहिँ ठ्याक्कै तल जान लागेको छौँ। यो ठाउँमा चाहिँ मजाले खाना खाने ठाउँहरू चाहिँ धेरै नै रहेछ। अब यता पनि खाजाघर देख्न सकिन्छ, अझै पछाडितिर पनि मस्तको खाजाघर, राम्रो डेकोरेसन भएको चाहिँ खाजाघरहरू छ। अब हामी चाहिँ यहाँबाट पुरै घुमेर जानुपर्ने रहेछ। त्यहाँदेखि चाहिँ नजिक देखिनलाई तर पुरै पहाडको छेउबाट घुमेर जानुपर्ने भएको भएर अलिक टाइम त लाग्दो रहेछ। अहिले हामी चाहिँ ठ्याक्कै यो ओखरेनीको नुहाउने ठाउँमा आएको छौँ। यो अब यसलाई चाहिँ सायद ओखरेनी झर्ना नै भन्छ। यसरी यहाँ चाहिँ नुहाएको चाहिँ देख्न सकिन्छ है। यतापट्टि हाम्रो साथीहरू पनि नुहाउन रेडी हुनुहुन्छ कि जस्तो लागेको छ मलाई। ठ्याक्कै यहाँबाट चाहिँ पानीको बहाव आज धेरै नै छ। त्यो भएको भएर चिसो होला पानी। मौसम चाहिँ खासै त्यस्तो घाम लागेको छैन, चिसो पनि भएको हुनाले अब केही समय नुहाएर निस्किन्छन् जस्तो छ केटाहरू। र साथीहरू हामी चाहिँ झर्नालाई पछि छोडेर आउने बेलामा चाहिँ
नुहाउने कुरा गरियो र अब चाहिँ यो ओखरिनी झरना नै होला यो 3 किलोमिटर बाँकी छ। अब हामी चाहिँ यतापट्टिबाट मोटर बाटो छ, यतापट्टिबाट अर्को बाटो छ। हामी चाहिँ यो अर्को बाटो अलिकति सर्टकट पर्छ नि त, त्यो भएको भएर यो बाटोबाट हिँडेको छौँ। र यस्तो बाटोमा चाहिँ झरना त कति छ दृश्य त एकदम मनमोहक, शान्त, खोलाको र चराचुरुङ्गी अनि किराको आवाजले चाहिँ हाइकिङलाई धेरै नै राम्रो सफल गराएछ कि हाम्रो हाइकिङलाई। अझै हामी लगभग 1.5 किलोमिटर जति चाहिँ हिँड्न बाँकी नै छ। बाटोमा हिँड्ने क्रममा चाहिँ साइड साइडमा यस्तो खेत रोप्दै गरेको जुन गराएर खेत रोपाइ छ पाहाडतिर हुन्छ नि त, त्यो हेर्दै त्यो हरियाली हेर्दै अनि यो साउन्ड पनि सुन्ने छ कि अब मैले माइकमा चाहिँ नोइज क्यान्सलेसन चाहिँ अफ गरेको छु। यो पानीमा खोलाको पानीको साउन्ड चाहिँ यस्तो दामी सुनिएको छ र ट्रेल हेरौँ न यस्तो दामी छ, यस्तो ड्रामी ट्रेल छ, एकदमै मजा आइरहेको छ। अब खाना चाहिँ खाएको छैन हामीले, जस्ट हिँडेको छौँ मात्रै। र हामी चाहिँ लगभग 1 किलोमिटर मात्र छ झर्ना जानको लागि। यहाँसम्म चाहिँ बाइक ल्याएर पार्क गर्न सकिन्छ, यसरी ठ्याक्कै यसरी पार्क गर्ने ठाउँ चाहिँ छ। र यहाँदेखि चाहिँ हामी यतापट्टि लाग्नुपर्ने हुन्छ र यहाँदेखि चाहिँ ठ्याक्कै 700 मिटर देखाएको छ। अब त्यही झर्ना नै रहेछ। र यहाँको चाहिँ आज मौसम चाहिँ त्यस्तो घाम चाहिँ लागेको छैन, भ्यालीभित्र चाहिँ अलिकति मौसम चाहिँ खुलेको छ, तर यहाँ चाहिँ माथि बादल लागिरहेको छ, घाम चाहिँ खासै त्यस्तो लागेको छैन। साथीहरू अझै हामी 700 मिटरकै बाटोमा नै छौँ अझै पनि, तर यो 700 मिटर चाहिँ लास्टै लामो लाग्यो मलाई। हिँडेको छ तर यो जुन 700 मिटरको ट्रेल छुट्टै लाग्यो मलाई। त्यसमा चाहिँ झर्ना, वाटर क्रसिङहरू दामी छ क्या। अनि त्यो भित्री जङ्गल टाइपको चाहिँ इन्भाइरोमेन्ट चाहिँ यहाँ चाहिँ यस्तो छ इन्भाइरोमेन्ट। यो चाहिँ क्यामेराको अलिकति लाइटिङ परेर चाहिँ उज्यालो देखिएको हो, तर अलि अँध्यारो छ भिडियो भन्दा चाहिँ। ल साथीहरू, झर्ना चाहिँ अब आइसकेको छ है। वहाँदेखि हेरेको झर्ना यहाँसम्म आउँदाखेरि लगभग 2.5 घन्टा नै लाग्यो होला। झर्ना चाहिँ यस्तो छ, लेभल चाहिँ अलिकति ठुलै छ झर्नाको, राम्रो छ झर्ना चाहिँ। अहिले चाहिँ हामी झर्नालाई इन्जोय गरेर निस्किन लागेको। धेरै बेर बसेन यहाँ,
लास्टै भिड छ यहाँ शनिबारको दिन भएर यहाँ भर्खरै धेरै नै भिड भयो वहाँ माथिसम्म जान पनि सकिएन त्यो भएको भएर अब झर्नाको इन्जोय गरियो अब धेरै बेर नबसौँ मान्छेलाई पनि पालो दिउँ त्यो भएको भएर अब हामी रिटर्न हुन्छौँ र बेलामा फर्किन्छौँ र अब एक ठाउँ गएर खाना खानुपर्छ तर यो ठाउँअनुसार क्राउड चाहिँ धेरै नै हो त्यही भएको भएर शनिबार चाहिँ यदि ट्राभल गर्दै हुनुहुन्छ भने अलिकति छिटो नै आउनुपर्ने हुन्छ यदि भिडको सामना नगर्ने हो भने हामी चाहिँ बसले नै ढिलो गरेको भएर चाहिँ हामीलाई अलिकति गाह्रो पऱ्यो इन्जोय गर्नलाई र छुट्टीको बाहेक अरूको समय आउँदाखेरि चाहिँ मजाले इन्जोय गर्न सकिन्छ झर्ना एकदमै राम्रो छ ट्रेल पनि धेरै राम्रो छ हाम्रो गौरव सरले चाहिँ परोटी र ज्याम ल्याउनु भएको थियो एकदम धेरै नै भोक लागेको थियो बल्ल बल्ल अलिकति भए पनि ज्यानमा ज्यान आयो र हामी फर्किने क्रममा चाहिँ एक ठाउँ एउटा खुलेको जस्तो ठाउँ रहेछ यो प्रकृतिको चाहिँ आनन्द लिनको लागि चाहिँ हामी यहाँ रेस्ट गरिरहेको छौँ Backflip! ल अहिले चाहिँ हामी लगभग 1 घन्टाको कुराएपछि चाहिँ आइसक्यो फाइनली ल खाना चाहिँ लागिसकेको छौँ हामी भित्र सरले यहाँ खाइसक्नु भएको छ ठ्याक्कै यतापट्टि चाहिँ पानी परिरहेको छ हाम्रो झर्ना हेर्न जाने आज भिड एकदमै धेरै नै थियो कस्तो छ सम्यम सर खाना भोक मिठो कि खाना मिठो ल ठिक छ साथीहरू हामी चाहिँ खानाहरू सबै खाएर अब निस्किन लागेको एकछिन रेस्ट गरियो तर यतापट्टिको मौसम हेर्दाखेरि पुरै पानी परिरहेको छ उता बादल लागेको छ मस्त अझै आउने क्रमहरू पनि जारी नै छ आज सायद नाइट स्टे गर्ने होला उहाँहरू के कसो सायद नाइट स्टे नै गर्ने होला अनि अब लगभग हामी 1 घन्टामा झरिन्छ सर 1 घन्टामा चाहिँ मजाले झरिन्छ तर यहाँको मौसम चाहिँ यस्तो दामी छ यहाँदेखि अब हिँड्न त मन लागेको छैन त्यही पनि फेरि समयमै तल झर्नुपर्ने हुन्छ नि त त्यो भएको भएर तर यहाँको इन्भाइरोमेन्ट चाहिँ दामी छ दामी ऊ सर हाम्रो वहाँ पुगिसक्नु भएछ जाने हो सर साँच्चै नै ल अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अहिले कति बज्यो अहिले 3:30 ल हामी लगभग 2.5-3 घन्टा जति चाहिँ हामी यहीँ रेस्ट गऱ्यौँ राइट साथीहरू अहिले हामी ठ्याक्कै काउन्टरबाट बाहिर निस्किसकेको छौँ हामीलाई होटलबाट आउनको लागि ठ्याक्कै 1 घन्टा लाग्यो र बाँकी यसो क्यालकुलेसन गर्दाखेरि चाहिँ ओभरअलमा चाहिँ 2 घन्टामा चाहिँ हामी तल झर्न सक्यो चढ्ने बेलामा चाहिँ फेरि 2-4 घन्टा चढ्ने बेला चाहिँ ठ्याक्कै 4 घन्टा लागेको थियो र मौसम चाहिँ माथिपट्टि पानी परिरहेको थियो त्यही पनि नो वरिज हामीलाई खासै त्यस्तो पानीले चाहिँ असर गरेन रेनकोट ल्याएर गएको थियौँ र
आज शनिबारको दिन भएको हुनाले एकदम धेरै भिड थियो यदि हजुरहरू पनि ठ्याक्कै शनिबारको बेला अथवा बिदाको बेलामा आउन प्लान गराउँदै हुनुहुन्छ भने चाहिँ सबैले बिहानै निस्किनुपर्छ अनि त्यसपछि बल्ल इन्जोय गर्न सकिन्छ अनि हाम्रो चाहिँ टोटल आजको कस्टिङ गर्दाखेरि चाहिँ लगभग हामीले खानामा खर्च गऱ्यौँ अनि खाजा पानी अनि यो बाहेक एक्स्ट्रा टिकट त्यो बाहेक अरू एक्स्ट्रा केही पनि खर्च भएन सो हाम्रो टोटल पर पर्सनको हिसाबले चाहिँ 600 समथिङ भयो होला धेरै भएन त्यो भएको भएर एकदम वर्थ इट रह्यो कम खर्चमा हामी आजको दिन मजाले बितायो सो यो ब्लगलाई हामीले यहीँ समाप्त गर्छौँ टेक केयर बाई बाई